उहाँहरूको लागि त सबैभन्दा पहिला उहाँहरू दुवैजनाको प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। सिधा उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। उहाँहरूलाई यहाँबाट खबरदारी पनि दिन चाहन्छु, यदि उहाँहरूलाई सरकारले बर्खास्त गरेन भने, नवराज जस्ता 6 जना भाइहरूले न्याय पाएनन् भने उहाँहरूलाई हामी कानुनी रूपमा मात्रै होइन, भौतिक रूपमा पनि हामी माइतीघर मण्डलमा मात्रै होइन, उहाँको निवासमा पनि हामी जान तयार छौँ। र उहाँहरूलाई भौतिक रूपमा पनि कारबाही गर्नुपर्छ भने हामी न्यायको निम्ति हामी नवराज जस्ता 6-7 जना के पात्र भाइहरू मात्रै होइन, बरु हामी 100 जनाले बलिदान गर्नुपर्छ भने हामी त्यसको लागि तयार छौँ। यो विशेष गरी यी पुराना सोच भएका अनि सामान्ती सोचहरू भएका मान्छेहरूको अझै पनि यो समाजमा वर्चस्व देखिन्छ। एकातिर देश चाहिँ गणतन्त्रमा गएको छ, लोकतन्त्र छ, यहाँ सबैलाई समान व्यवहार छ भनेर एउटा ललिपप जस्तो बाहिर देखाए तापनि भित्र व्यवहारमा चाहिँ फेरि उही पुरानै सामान्ती सोचहरू देखिन्छ। अब यो नवराज हत्याकाण्डको कुरा गर्दै रहँदाखेरि जो 2 जना अधिवक्ताहरूले न्यायाधीशहरूले जुन खालको निर्णय गर्नुभएको छ यो निकै अमानवीय छ र दलित समुदायमाथि यो एकजना दलितमाथि नवराजमाथि मात्रै होइन, ती 6 जना भाइमाथि मात्रै होइन, सिङ्गो देशैभरका दलितहरूमाथि अपमान भएको छ। यसको लागि फेरि के बुझिन्छ भने दुलोमा पसेको सर्पलाई जब चलाइन्छ नि अनि उसले दस्न आउँछ भने चाहिँ हामी राज्यले हामीलाई न्याय दिन सक्छ, न्यायालयले हामीलाई सही न्याय गर्छ भनेर हामी पर्खेर बसिरहँदाखेरि पनि फेरि चाहिँ यस्ता व्यवहारहरू हुन्छन् भने फेरि दलित समुदायहरू सलबलाउनु पर्छ, एकपटक फेरि यसको प्रतिकारको लागि उत्रिनुपर्छ भन्ने सन्देश पनि हो। जब नेतृत्वमा कुनै दलबाट पनि नेतृत्वमा जानुहुन्छ वा सरकारमा जानुहुन्छ त्यहाँ चाहिँ नियर र डियरहरू मात्रै जानेछ कि नजिकको मान जान्छ कि प्रिय मान जान्छ होइन। नियर र डियरहरू जाने प्रविधि भएको कारणले प्रिय मान्छेले आफ्नो प्रियको कहिले नि कुरा काट्दैन। तपाईँलाई म एउटा उदाहरण दिन्छु, जसै तपाईँको आफ्नो प्रेमिकाको त गलत कुरा कसैले पनि गर्दैन नि हो, त्यसरी नै आज दलभित्र जो साथीहरू जानुभएको छ, हाम्रो नेतृत्वमा जानुभएको छ, तीजना आदरणीय व्यक्तित्वहरू हुन्छ, उहाँहरू अब त्यहाँको नेताहरू शीर्षस्थ नेताहरूको प्रिय मान्छे वा नजिकको नातेदार भएको कारणले उहाँहरूले यो कुरा ठिक होइन भन्दै कुरा थाहा हुँदाहुँदै पनि उहाँहरूलाई बोल्नको लागि त्यहाँ रोक लागेको छ। हामी अहिले तत्कालै घटनाहरू दलित समुदायमा धेरै घटेको कारणले यो कुरा बोल्दा हो। वा मेरो जिल्लामा बुझ्नुभयो भने वा मेरो विषयमा बुझ्नुभयो भने वा हामी खएनजी लगायत हाम्रो टिम बुझ्नुभयो भने हामीले बारम्बार बोल्छौँ। निर्मला हत्याकाण्ड हुँदै गर्दाखेरि पनि हामीले यो खालको जिल्लाबाट ठाउँ-ठाउँबाट यसको दबाब दिएको। हामी खास मानवहरूमा जुन खालको एउटा दानवीय व्यवहार गरिएको छ त्यो व्यवहारको प्रतिकार गर्नको लागि हामी यसको आवाज बोल्ने। यो त अब निरन्तर रहन्छ। हामीले फेरि योभन्दा पहिला हजुर पनि जानकार हुनुहुन्छ, हामीले 45 दिन यहाँ एउटा नेल सहितको धरना गरे हौँ। अब हामी भर्खर सुरुवात भएको छ। यो भनेको अब राज्यसँग हामीले आँखामा आँखा जुटाउने बेला हो। जसरी हामीलाई यसरी अन्याय गरेको छ, एउटा नवराज भनेको एउटा पात्र मात्रै होइन, नवराज जस्ता हजारौँ नवराजहरू, 100औं नवराजहरूले न्याय नपाउन्जेलसम्म हामी निरन्तर यो आन्दोलनमा हुने। नेतृत्व गर्दै आउने नेताहरूलाई पनि आफ्नै खालको आरोप छ। एउटा कुरा यो जातको कुरा किन उठ्छ भने हामी ती समुदायको भएको कारणले पहिलो प्रायोरिटी जातीय कुरा भयो। अब समाजमा भइरहेका विभेदहरू, जातीय विभेद, लैङ्गिक विभेद, अब तपाईँको अहिले वर्गीय विभेदहरू, यी सबै विभेदको विरुद्धमा हामी समाजमा भइरहेका कृतिको विरुद्धमा बोल्ने भन्छ। यो त संविधानमा लेख्ने कुरामा उहाँले लेख्नु भएको छ, लेखेको कुरा पुरा भयो होला भन्ने कुरा बुझ्नु भएको छ। अब उहाँहरूलाई अब जसले त्यो कुरा गरिराख्नु भएको छ नि, उहाँहरूलाई त धादिङमा पहिरो गएर बाटो बन्दै हुँदाखेरि बाटो पहिरो जाने खालको बाटो छ र भन्नुहुन्छ, किनभने उहाँहरू त्यो बाटो हिँड्नुहुन्न, माथि प्लेनमा हेलिकप्टरमा हिँड्नुहुन्छ। अब उहाँहरू ग्रास लेभलमा गएर समुदायको, दलित समुदायको पीडा, जो तल्लो वर्गको पीडाहरू उहाँहरूले नबुझेको कारण जब यहाँबाट एकदम सिंहदरबारभित्र बसेर उहाँहरूले चाहिँ जसरी एउटा आफूले देख्नु भएको छ, आफ्नो एउटा कन्सेप्टमा एउटा नेपाल देख्नु भएको छ, एउटा समुदाय देख्नु भएको छ, दलित समुदायको अवस्था हामीले त विभेद अन्त गरिसक्यौँ भन्ने बुझ्नु भएको छ नि, तर तल हेर्नु भएको छैन। गाउँको कुरा नबुझेको कारणले पनि यो समस्या हुन्छ जस्तो